दसैँ आइसकेको भए घरको काम एक्लै आफूले गर्नु परेको लाग्छ। कहिले काहीँ त सघाइदिए पनि हुने नि। पछि चल्छ तेरो बुझ्नु एकछिन नबोल्किन चप यसरी बस्दै के हुँदो रहेछ? मलाई यही कुच्चोको झटाएर दिन्छु अनि काम सघाउनु पर्दैन? तैँले झटार लखर डुलेर टोइलेट कुदेर मात्रै हुन्छ? टोइलेटमा होइन एकछिन आनन्द बस्न पाउँछु कि भनेको यी टोइलेटकै छेउमा आएर सुत्न पड्काइ गर्छ। के छ कुनै त्यो टोइलेट हुन्छ कुन दिन त्यही कोसेर राखिदिन्छु अनि तैँले कोच्दा चाहिँ म हेरेर यसरी बस्छु होला होइन। यसरी टुवा यहाँ हेर त यसरी हानु कि क्या हो? तैँले हान्नु दिँदैन तँलाई म यसले बेरेर उतै माथि झुन्डाएर तुन्द्रुङ्ग बनाइदिन्छु। अनि म चाहिँ यसरी कोचेर माथि झुन्डाइदिइरहेको छु। के चाहिँ गर्नु पर्यो अब मैले? के नाच्नु पर्यो छम्म यस्ता? दसैँ मुखमै आइसकेको घरको वरिपरि सरसफाइ गर्नु पर्दैन? लुगा धुनु पर्दैन? नाचेर मात्रै बसेर हुन्छ? कामै मात्रै गर्नुपर्छ मैले? दसैँमा त झन् मजाले नाच्ने हो नि। घिन्ताङ 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 टाङ 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 घिन। हेर्नु न नाचेको यसरी हालेर ठनक्कै भाँच दिन्थेँ म। ए के काम गर्नु पर्यो ल भने? लुगा धुनु पर्यो हजुर लुगा। हस् हजुर हुन्छ हजुर ल ल हजुरलाई सघाउँछु म। हस् जो आज्ञा। के गर्नु अब नगर्दै भएन नि। अब लुगा त यहीँ धुँदै त होला नि होइन? अनि कहाँ मेरो टाउकोमा धुने त? अनि यहीँ धुँदै भयो खोइ लुगा लिएर आऊ उयोबाट ल्याऊ। के भुइँमै धुने त? ए बडी आँखा फुगा ल्याएर नहेर न। हेर त यतिकै हुन्छ त सरफ पनि चाहियो नि त। कसरी धुन्छ साबुन सरफ ल्याउ जाऊ बाबा जाऊ। के गर्छ त्यति सहयोग गर न मलाई पनि। मैले तिमीलाई सहयोग गर्ने भने तिमीले पनि त मलाई सहयोग गर्दा हुन्छ। त्यस्तै हो अब चामल निखर्ने जस्तो यस्तो यस्तो गरेर निखनेर लुगा धोइदिए। सरफ त हाल्नै पर्यो पानी पनि हाल्नै पर्यो। है त मलाई पनि ठिक हुन्छ होला हौ। कहिले काहीँ यसो लाएर रत्याउली नाच्नु पर्यो भने भित्र फुत्त छिर्नलाई त हुन्छ कि हुँदैन? छिनिक्कै धुनु पर्यो। ल्यायो फेरि के को गाई जात्रा हो? नापेको ठिक हुन्छ लिभ अफिस राम्रोसँग। ए बुढी अलिकति पानी हालिदेऊ त्यहाँ। के गर्नु रे बुढो? पानी हालिदेऊ न। सब कुरा मलाई नै अराउने भएपछि तिमीले किन गर्नु पर्थ्यो? अब म यही मर्छु नि यति